सबैजनालाई नमस्कार। आज हामी के गर्न आछौँ भन्दाखेरि आज हामी तोरी काट्न आछौँ। बुढीले बिहानै बिहानै जबरजस्ती उठाएर लिएर आछ तोरी काट्न। बिहानै बिहानै खेत यस्तो रहेछ। सो यही हो, आज बिहानै बिहानै तोरी काट्ने प्रोग्राम रहेछ। सो बुढी कस्तो लागिरहेछ? आज तोरी काटिरहेछौ तिमी, कस्तो लागिरहेछ? यता हेरेर भनिदेऊ। नाटक? के नाटक? के नाटक हो र? सोध्न नि पाइन र? कस्तो लागिरहेछ बुढी? गाइज यसरी हो गाइज, ट्याक्क समात्ने यो उखाल्ने। माचो ए उखाल्न सकिरहेको छैन। जब यति पातलो यसरी हो, यसरी इल्ला यो समात। यो मेरो एक हातको कमाल हो। जा या हम है बाहुबली। अब यो अहिले 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 उखाल्दिन्छ मागी। किन माछालाई उख्रिरहेको छैन? छोड्दे यो, यसमा उ पनि छैन। कथी या धनिया सनिया गोली हान गाइज। यसो समात्ने, यसो उखाल्ने। तपाईहरुलाई त सिकाउन पर्दैन, त्यही पनि फर्मुला मात्रै, इक्जाम्पल मात्रै। यस यस आजको ब्लग तोरी काट्नमा गएर छ। यस्तै हो, बिहे गरिसकेपछि यस्तै हो जीवन। अरूले के भन्दैन, बुढीले जाम कि जाम, जाम कि जाम, उठ्नु जानु हिँड्नु, ल यस्तै हो। के रे के रे के के भन्यौ? यहाँ भन त। क्यामेराको अगाडि भन्दैन है गाइज, तर जब क्यामेरा बन्द गर्छु नि तब भन्न सुरु गर्छ। अहिले त केही पनि भन्दैन। जब रुममा जान्छ नि त्यसपछि त डाइलग दिन्छ। यस्तो न त्यस्तो, यस्तो त्यस्तो, भएको नभएको गाली दिन्छ। गाली दिँदैन तर डाइलग दिन्छ। यस्तो रहेछ मेरो डेन्जर बुढी। कस्तो लागिरहेछ? बिहे गरेर बिहानै बिहानै काम गर्न परिरहेछ। कस्तो लागिरहेछ बुढी? राम्रो लागिरहेछ? अच्छा वाला फील आ रहा है। अच्छा वाला फील आ रहा है। अच्छा ठीक है ठीक है। अच्छा वाला फील आ रहा है। तर मलाई राम्रो लागिरहेको छैन है गाइज। यो टचरवाला फिल भयो। जब यस्तो राम्रोसँग सुतेछु म, किन उठाएर लिएर आउनु पर्यो? किन उठाएर लिएर आउनु पर्यो बुढी? पाइन है, पाइन, यस्तो पाइन्न। लु गाइज यता हेर्नु, हाम्रो यता खेतै खेत छ। अब यो दुईजना मान्छे यति धेरै कसरी भ्याउने होला? कति बजेसम्म भ्याउने होला? ल यो त आज भ्याइदिनु होला। एक हप्ता जति लाग्छ होइन बुढी? नाइ अनि कति दिन लाग्छ? कति दिन लाग्छ? यतातिर हेरेर भन न। हत्तेरिका यार, भन त। चरा पनि आइसक्यो। कता छ रे चरा?
लु गाइज अब एकछिन ए बुढी ले उफ उफ बुढीले हात पनि देखाइरहेको छ यार हान्छ क्या हो सो गाइज मम्मी पनि आइसक्नु भएको छ अघि नै हातले उखालिरहेको थियौँ गाह्रो परिरहेको थियो अहिले मम्मीले यो लिएर आउनुभएको छ यो चिन्नुहुन्छ नि तपाईँहरूले मम्मीले यो लिएर आउनुभएको छ अहिले सजिलो भइरहेछ काट्न सो यसै हो बुढी काटेर देखाइदियो त कसरी काटिरहेछन् मम्मीले हाँस्नु भएको छ हाम्रो थारू भाषामा यसलाई हाँसुवा भन्छ हाँसुवा भन्दो रहेछ आर्य हाँसुवा भन्दो रहेछ अब हामी पऱ्यौँ थारू मान्छे हाम्रो जाति अब थारू भेषभाषी हाम्रो थारू भयो ल यसरी काटिरहेछौँ ट्याक्क लगाएर अघि नै हामी हातले उखालिरहेको थियौँ अहिले ट्याक्क अहिले काटिरहेछौँ सजिलो भइरहेछ अरू थोरै काटेर देखाइदिए त हो गयो काटेर हेराइदे न बुढी कसरी काटिरहेछन् आमा कसरी आमाले हातले काट्नु भएको छ हातले सजिलो हुन्छ अनि यो यसले 2 hours later. सो गाइज अघि नै धेरै थियो अहिले काट्दा यति काटिदिइसकेछौँ अब धेरै छैन अब थोरै छ त्यो भ्याइसकेपछि अब त्यसपछि घर जाम्ला अनि 8 पनि बजिसक्यो बिहानको यति भ्याइदिइसकेछौँ अब छ अब भ्यायो भने भ्यायो नत्र बेलुकातिर भ्याउँला केही छैन सो यति भ्याइदिइसकेछौँ यस्तै हो हामी किसानको छोरो पऱ्यौँ किसानी त गर्न पर्यो मेहनत त गर्न पर्यो हैन बुढी हैन मम्मी ठिक छ ल गाइज लु गाइज काट्नु पर्छ म तपाईँहरूलाई सिकाउँछु हेराउँछु यता हेर्नु अब म जुसिसकेको छु एकदमै पुरै एकैचोटिमा म भ्याइदिन्छु अब ल गाइज यस्तै हो गाइज मेहनत गर्नुपर्छ किसानको छोरो भइसकेपछि किसानी गर्नु पर्यो यस्तै हो गाइज यस्तै हो काट्ने लु गाइज हेर्नु गाइज यस्तै हो बल्ले मेहनत त गर्नुपर्छ गाइज के गर्ने किसानको छोरा पऱ्यौँ त्यो त अलिअलि गर्न परिहाल्छ नि लाइफमा यति भयो यसमा अब दानाहरू छन् अब यही निकाल्दै खाँदै काम गर्ने यस्तो हो अझै हाल्छु थोरै मम्मीहरू छन् छ ल यस्तै हो अब एकछिन खाने फेरि थोरै छ थोरै काटेर जाने अब यस्तै हो के गर्ने गाइज बुढीले पनि यहाँ टिपेर खाइरहेछ लुकी हेराउँछु है तपाईँहरूलाई हेराउँछु म के खाइरहेछ बुढी के हो यो के हो थाहा छैन मलाई बादर छ म्याङ गर्दै खाँदै बस्ने अझै थाहा छैन मलाई त मैले पनि लिएर आएँ एकछिन बस्ने खाने त्यसपछि फेरि थोरै रहेछ काटेर घर जाने